सुषमा कार्कीले पनि पार्टी छोड्ने हल्लाहरू आइरहेको छ नि मिडियामा, यसमा चाहिँ के भन्नुहुन्छ? होइन, यहाँले उठाउनु भएको नाम एउटा सशक्त राष्ट्रिय स्वतन्त्र पार्टीको खम्बा हो र पार्टी निर्माण प्रक्रियामा उहाँको भूमिका अतुलनीय छ। पछिल्लो दिनमा उहाँले निर्वाह गरिरहेको सबै काम कारबाहीहरू र पार्टीको संगठन निर्माण प्रक्रियामा उहाँले देखाएका गतिविधिहरू पार्टी छोड्ने भन्दा पनि पार्टीलाई सशक्त बनाउने प्रक्रियामा उहाँको भूमिका बेसी देखिएको छ। जहाँसम्म पछिल्लो दिनमा उहाँले पार्टीको रिफर्मेसनका विषयहरू उठाएर गरेका गतिविधिलाई लिएर यहाँले प्रश्न गरेको हुनसक्छ। एउटा लोकतान्त्रिक दलभित्र सबैले आफ्ना फरक विचार राख्न सक्छन्। पार्टीले कस्तो बाटो तय गर्ने, कुन गन्तव्य तय गर्ने अथवा कुन मुद्दालाई चाहिँ लिएर जाने भन्ने कुरा सम्पूर्ण अधिकार पार्टीको केन्द्रीय समिति र केन्द्रीय समितिसँग निहित हुन्छ भन्ने कुरा यहाँलाई थाहा छँदैछ। त्यसकारण लोकतान्त्रिक दलभित्र उठेका फरक विचारहरूलाई अन्य रूपमा लिनु हुँदैन। र अर्को महत्त्वपूर्ण कुरा चाहिँ के हो भने पार्टीको रिफर्म भनेको चाहिँ रिफर्मेसनको चाहिँ ठ्याक्क मलाई अर्थ थाहा भएन। रिफर्म भनेको चाहिँ आन्तरिक निर्वाचन हो, त्यो भनेको महाधिवेशन हो। यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीले तय गरेको समयमा फागुनमा चाहिँ राष्ट्रिय निर्वाचन हुने भएको हुँदा, प्रतिनिधि सभाको निर्वाचन भएको हुँदा सबै राजनीतिक दललाई र राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि त्यो निर्वाचनमा सबैभन्दा धेरै मत प्राप्त गरेर देशको सबैभन्दा ठुलो राजनीतिक शक्ति बन्न र 138 मत भन्दा बेसी मत लिएर त्यो सबैभन्दा ठुलो दल बनेर सरकार सञ्चालन गर्ने प्रक्रियामा भूमिका निर्वाह गर्नुपर्ने कामको लागि तीव्रता दिनुपर्ने भएको हुँदाखेरि राष्ट्रिय निर्वाचनलाई केन्द्रमा राख्ने र त्यसको राष्ट्रिय निर्वाचन सम्पन्न भएको 6 महिनामा महाधिवेशन गर्ने, पार्टीको महाधिवेशन गर्ने भनेको मोटामोटी कुरा छलफल चलिरहेको छ। यसलाई पूर्णता दिनको लागि, यसलाई चाहिँ लेजिटिमेट गर्नको लागि नै यो विस्तारित भेला हो। त्यसकारण यी कुराहरू त्यो प्रक्रियाबाट अगाडि गइरहेको हुँदा साथीहरूले फरक फरक तरिकाबाट राखेका सबै कुराहरूको सम्बोधन यो विस्तारित भेलाबाट पार्टीले दिने नै छ। फागुन 21 गते तय भएको प्रतिनिधि सभाको निर्वाचनमा भोट हाल्नको लागि कार्तिक 30 गतेसम्म सम्पूर्ण नेपाली जो 18 वर्ष पुग्नु भएको छ, मतदान गर्न योग्य हुनुभएको छ, उहाँहरूलाई आफ्नो नजिकको निर्वाचन कार्यालयमा गएर मतदाता नामावलीमा नाम अद्यावधिक गर्नको लागि अनलाइनबाट पनि त्यो फारम भरेर त्यो मतदाता नामावलीमा नाम समावेश गर्ने समय सीमा चाहिँ कार्तिक 30 गतेसम्म राखिएको छ। त्योभन्दा अगाडि नै यहाँहरूले आफ्नो ठाउँबाट, आफ्नो नजिकको निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा आफ्नो नाम अद्यावधिक गर्न सक्नुभयो भने, भ्याउनुभयो भने मात्रै हिजो अस्ति भर्खरै ती 76 जना नेपाली दाजुभाइ दिदीबहिनीहरूले बगाएको रगतले सार्थकता पाउँछ, ताकि तपाईँले मतदान गर्न पाउनुहुन्छ र सबै भ्रष्टाचार र यो कुरीति विरुद्धको त्यो आन्दोलनले सार्थकता पाउँछ। तपाईँहरूले मतदान गर्न पाउनु भएन भने फेरि पुरानै शक्तिले टाउको उठाउन सक्छ। त्यसकारण यहाँहरू सम्पूर्णलाई म अनुरोध गर्न चाहन्छु, आफ्नो नजिकको निर्वाचन कार्यालयमा गएर मतदाता नामावली अद्यावधिक गरिदिनु पनि अनुरोध गर्दछु। यो सम्मानित अदालतले दिएको आदेश पनि हो। निर्वाचन आयोगले पनि यसमा काम गर्न सकिन्छ भनेको छ र नेपाल सरकारले, यतिखेरको सरकारले पनि यसमा काम गर्नको लागि चासो देखाएको छ। हामीले त निकै अगाडिदेखि यो विषयमा निकै तदारकका साथ उठाइरहेका छौँ र अहिलेकै सरकारले विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूले पनि मतदान गर्न पाउनुपर्छ भनेर, यो सुरुवात गर्नुपर्छ भनेर हामीले निरन्तर आवाज उठाइरहेका छौँ, सरकारलाई घचघचाइरहेका छौँ। तपाईँहरूको सञ्चार माध्यमबाट पनि फेरि अहिले सरकारलाई हामी अनुरोध गर्न चाहन्छौँ, कम्तीमा थोरै मात्र भए पनि सम्भव भएसम्म अधिकतम ठाउँमा सुरु गरौँ, नभए पनि केही ठाउँमा मात्र भए पनि विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूले यही निर्वाचन मार्फत मत हाल्ने अधिकारको सुनिश्चित गर्नको लागि पनि सरकारलाई हामीले अनुरोध गरेका छौँ।